नमः शिवाय। दर्शन नमस्ते साथीहरू, स्वागत छ तपाईहरू सबैलाई मेरो युट्युब च्यानल देवैन एन्जेलामा। आज म भगवान शिवजीको पवित्र दर्शन र पूजा गर्न मन्दिर पुगेकी छु। आजको यो भिडियोमा हामी भगवान महादेवको महिमा, महिलाहरूले किन शिवजीको पूजा गर्नुपर्छ अनि घरबाट निस्किएदेखि पूजा सम्पन्न गरेर फर्किएसम्मको सुन्दर आध्यात्मिक यात्रा हेर्नेछौँ। बिहान सबेरै उठेर स्नान गरेर मनमा श्रद्धा र भक्ति लिएर म भगवान शिवजीको दर्शन गर्न घरबाट निस्किएँ। बाटोभरि नमः शिवाय जप्दै मन्दिरतर्फ जाँदा मनमा छुट्टै शान्ति र सकारात्मक ऊर्जा महसुस भइरहेको थियो। भगवान महादेवलाई साँचो मनले सम्झिँदा जीवनका दुःख, डर र नकारात्मकता हट्दै जान्छन् भन्ने विश्वास गरिन्छ। भगवान शिवलाई देवताका देव महादेव भनिन्छ। उहाँ अत्यन्त सरल, दयालु र भक्तहरूको रक्षा गर्ने भगवान हुनुहुन्छ। उहाँले संसारलाई बचाउन समुद्र मन्थनको विष समेत पिउनु भएको थियो, त्यसैले उहाँलाई नीलकण्ठ पनि भनिन्छ। भगवान शिवले साँचो भक्ति गर्ने प्रत्येक भक्तको इच्छा पूरा गर्नुहुन्छ भन्ने विश्वास छ। विशेष गरेर महिलाहरूले भगवान शिवजीको पूजा गर्दा परिवारमा सुख, शान्ति, प्रेम र समृद्धि आउने विश्वास गरिन्छ। अविवाहित महिलाहरूले राम्रो जीवनसाथीको कामना गर्दै शिवजीको पूजा गर्छन् भने विवाहित महिलाहरूले श्रीमानको दीर्घायु, परिवारको खुसी र सन्तानको सुखका लागि पूजा गर्ने गर्छन्। भगवान शिव र माता पार्वतीको सम्बन्ध प्रेम, विश्वास र समर्पणको प्रतीक मानिन्छ। त्यसैले महिलाहरूका लागि शिवजीको पूजा अत्यन्त पवित्र र फलदायी मानिन्छ। मन्दिर पुगेपछि मन्दिरको पवित्र वातावरण, घन्टीको आवाज, धूपको सुगन्ध र भक्तजनहरूको श्रद्धाले मन निकै आनन्दित भयो। त्यसपछि मैले भगवान शिवजीलाई जल चढाएँ, बेलपत्र अर्पण गरेँ र दीप बालेर पूजा गरेँ। बेलपत्र भगवान शिवलाई अत्यन्त प्रिय मानिन्छ, त्यसैले श्रद्धापूर्वक चढाउँदा मनोकामना पूरा हुने विश्वास गरिन्छ। पूजा गरिसकेपछि मन्दिरमा बसेर केही समय भगवानलाई सम्झिँदा मनमा अद्भुत शान्ति महसुस भयो। जीवनमा जति कठिनाइ आए पनि भगवानमाथि विश्वास राखे सबै कुरा सहज हुँदै जान्छ भन्ने अनुभूति भयो। भगवान महादेवले सबै भक्तजनको रक्षा गरून्, सबैको जीवनमा सुख, शान्ति र सफलता प्रदान गरून् भन्ने प्रार्थना गर्दै आजको पूजा सम्पन्न गरे। हर हर महादेव।